अचानक एउटा खबर आयो, हामी सबैलाई स्तब्ध बनायो। शीघ्र स्वास्थ्य लाभको छ कामना, भगवानसँग म गरिरहेछु प्रार्थना। प्रतीक्षामा छु म सुखद समाचारको, त्यो मौनतालाई चिर्दै आवाज सुन्न हजुरको। कति धेरै सँगाले कति सपना, आफूलाई होइन अरूलाई बनाउन घर खनी बन पुर्ने मैले थिएँ सुनेको। खुसी त्यसैमा हजुरको मैले थिएँ बुझेको। आजको यो युद्ध अवश्य जित्नु हुनेछ, त्यो गहिरो निन्द्राबाट पक्कै बिउझनु हुनेछ। अचानक एउटा खबर आयो, हामी सबैलाई स्तब्ध बनायो। शीघ्र स्वास्थ्य लाभको छ कामना, भगवानसँग म गरिरहेछु प्रार्थना। प्रतीक्षामा छु म सुखद समाचारको, त्यो मौनतालाई चिर्दै आवाज सुन्न हजुरको। मेसिनको त्यो आवाज अनि कोठाको शून्यता, हजुरको हिम्मतले हार्ने छ यो कठिन अवस्था। अझै धेरै बाँकी छ हजुर पो माया पाउनु, हामीलाई छोडी कतै टाढा कहिले नजानु। अचानक एउटा खबर आयो, हामी सबैलाई स्तब्ध बनायो। शीघ्र स्वास्थ्य लाभको छ कामना, भगवानसँग म गरिरहेछु प्रार्थना। प्रतीक्षामा छु म सुखद समाचारको, त्यो मौनतालाई चिर्दै आवाज सुन्न हजुरको। आँखा खोलिदिनुस् न एकपल्ट, यो मन साह्रै डराएको छ।